यो भिडियो चाहिँ सोनिया सिस्टरको बिहेमा जाँदाको भिडियोलाई साथीहरू मेरो यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस् है त साथीहरू। बिहेमा जाँदा यति धेरै रमाइलो भएको थियो। अन्त बिहेमा गएर के खायौँ के गरौँ भने म तपाईँलाई फुल्ली यो भिडियोबाट देखाउने छु। जब बिहे घर पुगिन्छ त्यहाँनिर मजै छुट्टै हुन्छ क्या साथी। हेलो एभ्रीवान, तपाईँहरू सबैजनालाई वेलकम छ मेरो मिनी भ्लगमा। साथीहरू हामी सबैजना एकठिक भएर अफिसबाट चाहिँ प्लान गरेर चाहिँ हामीहरू चाहिँ बिहे घरमा आइसकेको थियौँ। कोही बाइकमा कोही स्कुटीमा यस्तो रमाइलोसँग आइपुग्यौँ। त्यसपछि योगेश दाइको बहिनीको बिहेमा नआउने कुरा त भएन, हामीहरू सबैजना अब लगभग आइपुगिसक्यौँ। त्यसपछि हामी बेहुलाबेली घरतिर लाग्यौँ। जन्तीहरू मिलाइसक्नु भएको रहेछ। अनि म चाहिँ फर्स्ट टाइम योगेश दाइको घर आएको हो नि त, सोनु सिस्टरको। उहाँहरूको चाहिँ एकदम डेकोरेसन सहित बस्ने ठाउँ पनि रेडी भइसकेको रहेछ। हामीहरू त्यहाँ पुग्न बित्तिकै हामीलाई चाहिँ उहाँहरू फ्यामिलीले नै स्वागत गर्नुभयो। हामीहरू सबैजना मिलेर चाहिँ बेन्चहरू मिलाएर चाहिँ बस्न थाल्यौँ। यताउता गर्दा मलाई चाहिँ बेन्चीले पुगेन, बेन्ची लिन जानु पर्यो भनेको हामीभन्दा अगाडि उहाँहरू चाहिँ। त्यसपछि बेन्चीहरू मिलाएर हामीहरू चाहिँ चिया रोटी खानेतिर लाग्यौँ। हामी सबै अफिसको टिम एक ठाउँ बसेर यसरी गफ गर्दै मिठो चिया रोटी खाइसक्यौँ। सबैजना चिया रोटी खाइसकेपछि हामीहरू फेरि पनि खाना खानका लागि चाहिँ खाना खाने डेरा रुममा गयौँ। खाना खाने ठाउँमा चाहिँ बस सिस्टम रहेछ। मलाई चाहिँ यस्तै ठिक लाग्छ क्या साथीहरू। अनि हामीहरू पनि हातमा थाल लिएर हतार हतार अगाडि बढ्यौँ। सरहरू पनि सबैजना खाना लिएर जानुभयो। हामी सबैजना बसेर मजाले खाना थाल्यौँ। त्यसपछि उहाँ जनता रे, उहाँ कान्छा कति भाइ हो? योगेश दाइलाई चाहिँ साह्रै सुहाएको ढाका टोपी र दौरा सुरुवाली। उहाँले चाहिँ हामीलाई उहाँको फ्यामिलीहरू चिनाउँदै हुनुहुन्छ। टक्क म चाहिँ खाना खाइसकेर भिडियो बनाउँदै थिएँ। यहाँ हेर्नुहोस् त, उहाँ बाजेहरू एउटै फेसको हुनुहुन्छ। उहाँहरू दाजुभाइहरू ट्विन्स जस्तो देखिरहेको थिएँ र उहाँ चाहिँ बुवा हुनुहुँदो रहेछ। क्यामेरा घुमाउँदै गर्दा अलिसा मिस पनि आउनुभयो हिरोनीको तल इन्ट्री मार्दै। अलिसा सिस्टरसँग गफ गर्दा गर्दै बेहुली पनि टक्क आइपुग्नुभयो। तर एउटा कुरा मलाई खुसी लागेको चाहिँ के भने साथीहरू, उहाँ बेहुलीले चाहिँ मलाई चिन्नुहुँदो रहेछ। अब पालो रह्यो बेहुलीलाई गिफ्ट दिने। हाम्रो अफिसबाट चाहिँ सरहरूले गिफ्ट रेडी गर्नुभएको थियो। उपाध्यक्षज्यूले खदा लाएर उहाँलाई शुभकामना दिनुभयो, प्लस गिफ्ट पनि उहाँलाई दिनुभयो। त्यसपछि हामी सबैजनाले उहाँलाई ताली बजाएर शुभकामना दिएर हामी फोटो खिच्दातिर लाग्यौँ। यतिको माया गर्ने भेना चाहिँ हुनुपर्छ है। यतिको माया आमा मारो नि मारो। ल त साथीहरू, मलाई एकदम बेस्ट लागेको चाहिँ यो बाँसको तोङ्बा। यस्तो मजाले तोङ्बा लागेको थियो। अब हाम्रो राई लिम्बूको त अब जातै हो नि त, तोङ्बाहरू बार्ने, रक्सहरू बार्ने। यहाँ चाहिँ यस्तो राम्रो म्यानेज गरेको थियो। हामीहरू सबैजना खाना खाइसकेको थियौँ। यतिकैमा बेहुला बेहुलीको स्वयंवरको समय पनि आयो। अनि मैले पनि भिडियोहरू बनाउन थालेँ। अब यहाँनिर चाहिँ बेहुलीले बेहुलालाई वेलकम गर्छ, माला लगाइदिएर। अनि बेहुलीलाई पनि माला लगाइदिन्छ। यतिकैमा औँठी पनि साटासाट हुन्छ। यति रमाइलो मल भइरहेको थियो साथीहरू। यो जोडीलाई देखेर म त मकै परेको थिएँ। कति राम्रो जोडी सहिरहेको थिएँ। आज बेहुलीले बेहुलालाई सिलामसम्म गिफ्ट दिइरहनु भएको थियो। यस्तो रमाइलो मल भइरहेको थियो साथीहरू, एकदम रमाइलो भइरहेको थियो। म चाहिँ उहाँहरूको बिहेमा फुल्ली इन्जोय गरिरहेको थिएँ। प्लस